अहिले there is this female vlogger, she's going viral because of this video. You see this female vlogger called Ghost, उसको vlogहरुमा boundaries नै हुँदैन क्या. सारो पिसाब लाग्यो नि त माइलहरु. यही मुड्दिन्छु म त. ना यही मुड्दे. मल भयो नि त जे भयो मल. घोस्टको कट. ओइ उल्टो लागेछु मैले त. र अहिले obviously यो भिडियोले गर्दा उ फेरि भाइरल भइरहेछ. तर यो सिचुएसनमा चाहिँ some people are criticizing her. मलाई यो फोटो देख्ने बित्तिकै अलिकति नराम्रो फिल भयो किनभने नेसनल फ्लावर हैन राष्ट्रिय फूललाई तपाईले यस्तो मजाले निकालेर त्यत्रो आफ्नो शरीरमा लगाउनु भएको छ ल जुन केही भ्यूज र लाइकको लागि हैन र अर्को कुरा चाहिँ त्यसरी लाली गुराँस बोटबाट चुडाल्दा फेरि चाहिँ त्यसको अर्को फूल फल्नको लागि धेरै समय लाग्छ अनि अर्को कुरा यो कतिपय ठाउँहरुमा चाहिँ एकदमै स्ट्रिक्ट पनि गरिएको छ त्यसरी चुटाल्न मिल्दैन इलिगल पनि हो र आफ्नो शरीरमा भए भरको बुटको फूल निकालेर आफ्नो शरीरमा त्यसरी लगाएर केही लाइक्स र भिडियोको लागि तपाईले नेचरलाई खराब गर्दै हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ एकदमै सरासर गलत हो यस्तो काम चाहिँ हामी एटलिस्ट यंगस्टरहरुले चाहिँ गर्न छोडौं के पहिला पहिला धेरै हुन्थ्यो हैन मलाई यो भिडियो असाध्यै चित्त बुझेन त्यही भएर मैले यो स्टोरी बनाएको सायद तपाईहरुलाई उहाँलाई चिन्नुहुन्छ भने यहाँसम्म पुर्याइदिनु होला दिस इज नट गुड एन्ड दिस इज इलिगल चीज सोशल मिडियामा यस्तो प्रचार प्रसारहरु चाहिँ बन्द गरौँ तर कोही कोहीले चाहिँ फेरि उलाई साथ दिइराछ जो केटी मान्छेले यो विषयमा बोलेका छन् उनीहरु चाहिँ त्यो घोस्टको जेलसी भएर उनीहरुले बोलेका हुन् त्यो इभागिरीले भने जस्तो केटी मान्छेको दुश्मन केटी नै हुन्छ खुट्टा तान्ने केटी नै हुन्छ केटा मान्छे हुँदैन भने जस्तै एक दुईवटा केटाहरुले पनि यो विषयमा बोलेका रहेछन् हैन ठीक छ अब उनीहरु पनि अब त्यही त केटी नै होला अब आइमाइ नै होला भन्न चाहन्छु अनि एउटा युट्युबर स्ल्याश रोस्टर जसले चाहिँ रिसेन्टली नै यो फिमेल भ्लगरको अति नै रोस्ट गरेको थियो पुलपुले हुर्के कि पापा कि परी यो त साच्चीकै गुनाइ रहेछ भो यसलाई धेरै नचलाम अश्लीलता देखाएर भ्यूज त पाउलिस पाउदिन यस्तैले ताली उनले पनि यो सिचुएसनमा चाहिँ फेरि उसको साथ दिइराछ अहिले चाहिँ सामाजिक सञ्जालमा घोस्टको यो भिडियो चाहिँ निकै भाइरल भएको रहेछ जसमा चाहिँ धेरै जसो नेपालीहरुले चाहिँ उनको खुट्टा तानिरहेका छन् के सो घोस्ट म तिमीलाई चाहिँ एउटा सानो मेसेज के दिन चाहन्छु भने तिम्रा हेटर्सहरु तिमीदेखि जेलस हुने मान्छेहरु धेरै छन् अब तिनीहरुको बोली बन्द गर्ने बेला आइसकेको छ अबको भिडियोमा तिमीले सिस्नो लगाएर भिडियो बनाइदेऊ त्यसपछि के गर्दै रहेछन् कसरी खुट्टा तान्दै रहेछन् हामी पनि हेरौँला र फेरि some people are saying that she is नेपाली उर्फी जावेद अब some of you guys might know कि यो उर्फी जावेद भनेको चाहिँ एउटा इन्डियन फिमेल हो she is known for wearing wild and bold dresses on social media र obviously उनले त्यस्तो बोल्ड वाइल्ड ड्रेसेसहरु लाको भिडियोज फोटोज यस्तो भाइरल हुन्छ क्या अनि तपाईहरु धेरैले सोचिरा होला कि यो केटी is she really naked actually she is not naked in this